भेना रेस रेस फुलै भएन नि। अब यता चाहिँ हाम्रो टिकाको सायद आइरहेको छ सँगले टिका लगाउनले चाहिँ तयारी। यता चाहिँ फुपाजुले फुपूलाई टिका दिँदै हुनुहुन्छ। आशीर्वाद पनि दिनु। आशीर्वाद त मनमा नै दिने हो। दक्षिणा यहाँ निकाल्दै गर्नु पर्यो। दक्षिणा निकाल्दै हुनुहुन्छ। ल अब खुट्टामा ढोक्नु पर्यो। ल यता मन होइन है पुरा दिनुपर्छ है। यहाँ चाहिँ सालीले भेनालाई टिका लगाइदिँदै हुनुहुन्छ। अनि अब यो होला होइन कहाँ पनि लेखेको कता यहाँनिर दक्षिणा सो साथीहरू हामी चाहिँ टिका पनि लगाइसकियो। हाम्रो चाहिँ सेतो टिका चल्छ है। यसपालि कोर हुन्छ भाडामा दसैँमा भाडामा सौँदा यो रुखको थियो। मेरो आफ्नै रिजन छ। यता यता एकचोटि यहाँ अलि राम्रो अनुहार बनाएर हेर्न भिडियो लगाउने छु त। दक्षिणा दिएन यो दाइकोमा नआउने दक्षिणै दिएन यो दाइले हामीलाई दक्षिणा दिएन दक्षिण दिएन। सब्सक्राइबरहरू सब अनसब्सक्राइब गरिदिँदा हुन्छ। के अरे पैसा दिनु भयो दक्षिणै दिनु भएन। सुन्नुभयो नि यस्ता छन् चेलीहरू। दक्षिणा चाहियो अरे ल कति दक्षिणा दिनुपर्ने? 1 करोड दिँदा केही हुँदैन। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ हामी दसैँको उपलक्ष्यमा चाहिँ यसो भिडियो बनाउन गइरहेको छौँ। त्यो पनि रात पऱ्यो दिउँसोतिर भिडियो बनाउँ भनेको बस हामीले अलिकति फुर्सद भएन नि त हाम्रो। त्यही भएर म चाहिँ अहिले चाहिँ हेलमेटको के भन्छ भाइजर खोलेर बोलिरहेको छु है। हावा आउनुसक्छ। त्यसै टाढा चाहिँ जाँदैनौँ न है। हामी जाने भनेको उहीँ जौला खेल लगन खेल त्यतिमै चाहिँ भिडियो बनाउने हो। अब अहिले चाहिँ हामी राति राइडमा हिँडिरहेछौँ। त्यही हो। भिडियो के कस्तो लाग्छ हेरेर साथ दिनु होला। अनि साथीहरू हुनुहुन्छ भने सबैजनालाई सब्सक्राइब गरिदिनु होला होइन। अनि 2082 सालको सबैजनाले ह्याप्पी दसैँ है। अब यताउनि चाहिँ पहिले चाहिँ दसैँको उपलक्ष्यमा चाहिँ खासै भिड चाहिँ हुँदैन थियो। अब आज भोलि चाहिँ कतिको भिड छ त्यो चाहिँ मलाई थाहा छैन है। यति यहाँनिर चाहिँ धेरै नै जाम रहेछ, भिडै रहेछ। त्यही हो। अब अलिकति खाइया पनि छ त्यहाँ समाउँछ कि के हो। ल जाउँ जाँदैन चस्मा झऱ्यो होइन झऱ्यो। भिड चाहिँ ओभर भिडै रहेछ क्या। खासै अब स्पिड चाहिँ नजाउँ होला होइन। त्यस्तै छ अब तिनीहरूले अगाडि हिँडाउनु पर्छ क्या। अलिकति केटाहरूको के छ भने अब म जस्तो राइड हान्नु सक्दैन नि त होइन। त्यही भएर चाहिँ अब पर्खिँदै जानुपर्ने हुन्छ। म चाहिँ अब अलिकति खुल्ला भयो कि के हो उडाउनु मात्रै मन पर्छ क्या। हाम्रो रेस चलिरहेको छ यहाँनिर रेस है। भेना र सालोको रेस चलिरहेको छ है। रेस चलिरहेको छ क्या हाम्रो। त्यही हो। अब सक्दैन नि त किनभने म भनेको मोटो भ्लगर हो होइन। अब भेना भनेको यसो गाउँतिर चाहिँ हल्का फटाफुटा कुदाउने मान्छे हो नि त होइन। गफ त हान्नु पऱ्यो नि हो। अगाडि गएँ म बिस्तारै सुरु गरेको नि त किनभने अगाडि पठाउनु पर्छ नि त। किनभने म भेटिहाल्छु नि त उहाँलाई होइन। अब यस्तो छ नि त हाम्रो चाहिँ कुदैन अलिकति रफ हुन्छ क्या। त्यही भएर चाहिँ
छिरियो रातो बत्ती बसेर यार। रत्न पार्कसम्म हिँड्नु न, रत्न पार्क। ल अब यस्तो भएपछि चाहिँ भेटिँदैन क्या, किनभने उता अगाडि छिरिसक्यो नि त। अब हामी पछाडि छौँ है। अब यहाँनिर गाडीले गर्दाखेरि हामीले अगाडि जानु दिँदैन, त्यही भएर चाहिँ भेट्न अलिकति गाह्रो हुन्छ क्या। उनी त पर पुग्यो यार, आम्मामा के गर्ने, कसरी भेट्ने यार। अब यहाँ चाहिँ अलिकति खुल्ला छ होइन, यहाँ खुल्लामा चाहिँ छिराइहाल्ने हो। अनि त्यही पनि उनीहरू कहाँ पुग्यो। अब म चाहिँ बिजोग भयो यार। अब म त गफ हान्दै हिँडेको त यार, गफले त मलाई त छोडे त अनि यार। ल जाने, हामी चाहिँ रातो बत्तीमा पऱ्यो, उनीहरू चाहिँ पऱ्यो परेन त्यो चाहिँ थाहा छैन है। लेट्स गो लेट्स गो। तपाईँहरूको के कस्तो छ हेरेर साथ दिन ल भिडियो। कहाँ गर्नु हाम्रो चाहिँ यस्तै हो, 100-150 पुगेन भने चाहिँ मजै आउँदैन क्या। लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो। ल हाम्रो चाहिँ राइड आजको यस्तै छ हजुर। त्यताबाट एक राउन्ड हानौँ न भएन। ल सो गाइस अहिले चाहिँ हामी राइड हानिरहेको छौँ है। यहाँ एकचोटि पड्काउँ न त होइन, हामी यहाँदेखि यस्तो आयो होइन। दसैँतिर आउने यस्तो जाम। आजको राइड चाहिँ बबाल बनाउने भनेको, तर अघि हामी चाहिँ मापासे गरिहाल्यो क्या, मापासे गरिहाल्यो नि त। त्यही भएर चाहिँ मापासे गरेपछि चाहिँ अलिकति हामीले गाह्रो हुन्छ नि त भिडियो बनाउनु होइन। अरे अब यस्तै आजको भिडियो चाहिँ। सो गाइजहरू के कस्तो लाग्छ हेरेर साथ दिनुहोला। अब अलिकति गाह्रो छ, अब कमेन्टमा त त्यसै नराम्रो आउनसक्छ, किनभने तपाईँहरूले भन्नुहुन्छ कि यो मतलब जाँड खाएर चाहिँ रक्सी खाएर चाहिँ किन यस्तो कुदाउने भनेर चाहिँ होइन। तर हामी अब यस्तै अब हामी चाहिँ ट्याक्क यहाँदेखि चाहिँ बानेश्वरतर्फ लाग्यो है, यस्तै छ। अब यति साह्रो सुताउनु पर्छ है यो बाइक त, कम त मजा आउँदैन यार। ठक्कै सुताएर राख्यो भने चाहिँ यहाँ रेस हानौँ त एकचोटि। जानु भनेको त यहीँ जाम रहेछ नि यार। खै मलाई त बाटो थाहा छैन, अगाडि तपाईँ हिँड्नुहोस् ल। बाटो खोल्यो है, अब हामी लागेको झन्डै ठोक्यो यार। हेर्नुहोस् पावर हो नि त यार। अब भिडियो बनाउनु केटा, भिडियो बनाउनु यो चाहिँ अब के भन्छ बानेश्वर निस्किने बाटो हो। यो ठाउँको नाम चाहिँ मलाई थाहा छैन है। अब यहाँ हाम्रो रेस चल्छ एकछिन है। यहाँ त जाँड खाएको बेला पनि के साह्रो कुदाउने जाँगर चल्ने त है। ल यो चाहिँ बानेश्वर रोड हो, पुल हो क्या यहाँ चाहिँ। जाँड खाएको रक्सी खाएको बेला चाहिँ अनि भिडियो बनाउनु मन पर्दो रहेछ नि त बाइक रोडमा अब है। कम्ता मजा आउँछ यार। त आज चाहिँ नोइज धेरै आउनसक्छ है भिडियोमा, किनभने मसँग हेलमेट चाहिँ सिसा चाहिँ बन्द गरेको छुइनँ नि त।
सिसा बन्द नगरिकन अब यहाँ एकचोटि मजा आउँछ भिडियो बनाएको किन भिडियो बनाउने यार मजै भएन नि कता जानु पऱ्यो नि त केटाहरू गयो नि यतै ला म त बाटो थाहा नभएर खतम भयो नि यार तल बसिरहेको भने खतम भयो केटाहरू कहाँ पुग्यो अब यो बाटो चाहिँ कहाँ निस्किन्छ होला खै जहाँ ठगा निस्किन्छ जाइसुकै निस्कोस् बालै फरक त्यस्तो यहीँ जाँदै रहेछ यो बाटो कहाँ पुग्छ फेरि मलाई थाहा छैन है के भयो अरे यो बाटो चाहिँ कहाँ पुग्ने हो मलाई थाहा छैन है ल पहिलोचोटि आउँदैछु यार म यो बाटो नि यो पुल र यहाँ चाहिँ दिउँसो आउनु पर्दो रहेछ क्या भिडियो बनाउनु है यो चाहिँ ल पाटनमा निस्किन्छ यो बाटो यो बाटो चाहिँ पाटन निस्किँदो रहेछ तर मलाई चाहिँ थाहा छैन है के पो गर्नु ल यो बाटो चाहिँ पाटन निस्किन्छ अरे तर मलाई चाहिँ थाहा छैन म पहिलोचोटि आउँदैछु यार यस्तो कुना कुना ठाउँ पनि रहेछ कि यो ठाउँमा है दाना फुट्छ है आज चाहिँ भिडियो खासै राम्रो हुन सक्दैन किनभने दिउँसै बनाउने भनेको दिउँसो चाहिँ अब जाँड खाँदै बस्दाखेरि ठिक भयो नि त त्यही भएर राति चाहिँ जाँड खाएर भए पनि भिडियो बनाउने भनेर चाहिँ दसैँको उपलक्ष्यमा यो भिडियोलाई म सुट गर्दैछु सायद अपलोड चाहिँ कहिले हुन्छ थाहा छैन एकछिन है बाजे आज मलाई किन यति साह्रो भात कुदाउनु यो ठाउँमा त स्टाइल देखाउँदाखेरि पनि पब्लिक धुलै भेटिन्छ होला यार भेटिन्छ र ए त्यसो भने आस्ते आस्ते गुरुजी कहाँ ल्याइपुऱ्यायो मलाई बा यार कहिले नआएको ठाउँमा कुन दुलोमा ल्याइपुऱ्यायो मलाई अहिले त फेरि ट्राफिकले फुक्दाखेरि केही गर्दैन नि ए लगन खेल ल भेनाले त कहाँ खोले कहाँदेखि कहाँ घुमाएर ल्याइपुऱ्यायो यार हामीले चाहिँ राइड चाहिँ बबाले हुन्छ कि तर मसँग चाहिँ के छ भने राइड जानको लागि चाहिँ नि होइन जोडी छैन क्या जोडी भन्दा पनि जे होस् साथी छैन नि त त्यही भएर म चाहिँ साथीहरूसँग चाहिँ राइड जानको लागि चाहिँ कति पल गर्छु है तर पनि साथीहरू चाहिँ हुँदैन क्या मसँग जाने चाहिँ त्यही हो ल तपाईँहरू जानुहुन्छ भने कमेन्ट गर्नु होला कमेन्टमा चाहिँ नभन्नु होला मेरो इन्स्टाग्रामको लिङ्क चाहिँ डिस्क्रिप्सनमा छ है हो त्यहाँ गएर हेर्नु होला तपाईँहरू यति काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ भने चाहिँ यी नजिकको राइड जानुहुन्छ भने चाहिँ मसँग सम्पर्क गर्नु होला है रमाइलो गर्नुपर्छ है सबैजनाले हेप्पी दसैँ आज दसैँको लास्ट दिन आज टिका हो है त्यो त अघि मैले भन्नै बिर्सिरहेछु यार यो मान्छे जेब्रा क्रसिङ देख्दैन कि क्या हो फुक्नुपर्छ क्या फुक्नुपर्छ
ल यहाँ आउँदै चाहिँ यस्तो झिलिमिली हुन्छ कि है राति के भयो यस्तो दिनुपर्छ नि त होइन मजा आउँछ दसैँ आयो दिदी